सो गाइज चाहिँ पढ्दैछ जस्तो ल ट्याक्क ड्याडी बिरामी भएर पढ्दैछ जस्तो लाग्छ। सो गाइज बिहान चाहिँ हस्पिटल गएको थियो ड्याडीलाई गर्नको लागि। वेलकम टु माई न्यू ब्लग गाइज। आज अनदर ब्लग। आज चाहिँ डेली ब्लग छ। आज म दिसभरि के काम गर्छु सब तपाईँलाई देखाउँछु। आफ्टर लङ टाइम तपाईँहरूको माझमा आएको छु। भिडियो हेरेर लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु नबिर्सनु होला गाइजहरू। र मेरो युट्युब आइडी चाँडै मोनिटाइज हुँदैछ। अब 600 आवर मात्रै बाँकी छ। सपोर्ट गर्नु पऱ्यो, फुल सपोर्ट गर्नु पऱ्यो गाइजहरू। तपाईँहरू आज दिसभरि के काम गर्छु अब चाहिँ म एकछिन हस्पिटल जान लाग्छु। आज मेरो बाइक छैन सो म अटोमा जान लाग्छु। के कस्तो भ्यूहरू छ म तपाईँलाई देखाउँछु। पढ्दै सस्तो जान्छु म गाइजहरू। सो गाइज चाहिँ पढ्दै सस्तो ल ट्याक्क ड्याडी बिरामी भएर पढ्दै सस्तो लागेको थियौँ। बिहान आएको थियौँ टक्क पानी पर्ला जस्तो गरिरहेको छ। भ्यू चाहिँ यो देख्न सक्नुहुन्छ। अब यहाँबाट म निस्किनु लाग्यो। सो गाइज बिहान आइएको थियो र ड्याडी बिरामी भएको भएर सो हेरफेर गरियो। अहिले पछि फेरि आउनुपर्ने अवस्था छ। हेरौँ के कस्तो हुन्छ। भ्यू देख्न सक्नुहुन्छ। चाहिँ कर्णाली प्रदेशकै ठुलो हस्पिटल हो। अब यहाँबाट टक्क आज बाइक छैन अटोमा जानुपर्छ। कोठामा गएर खाना खाएर अनि कामतिर पार्नुपर्छ गाइजहरू। तो गाइस अहिले चाहिँ अटोबाट झरेर अब कोठा जानु लागेको अवस्था। मौसम चाहिँ भोपाल छ। आज पानी पर्ला जस्तो गरिरहेको छ। फाइनल्ली कोठामा आइपुग्यो। कोठामा आएर अब बाबुलाई अङ्गल हालेको अवस्था। सो गाइस बिहान चाहिँ हस्पिटल गएको थियो ड्याडीलाई गर्नको लागि। बिरामी भएर आउनुभएको छ। अहिले ठक्क काममा जानु लागेको अवस्था। आएर खानासाना खाइयो। आज मौसम चाहिँ एकदम खराब छ। पानी पर्ला जस्तो गरिरहेको छ गाइजहरू। गिटार बोकेर टक्क काममा जानु लागेको अवस्था देख्न सक्नुहुन्छ गाइज। पानी पर्ला जस्तो गरिरहेको छ। आज अब 1 बजिसक्यो। कमाइ त खास भन्नु होला। यसो चिया पानी खाने पैसा जस्तो छ। सो गाइज कामबाट फेरि हस्पिटल आउनुपर्ने अवस्था। ड्रेसिङ गर्नुपर्ने थियो। त्यही भएर मान्छे जानु फेरि दौडिरहेको अवस्था। अब पानी पर्ला जस्तो गरेर पुरै घाम लाग्यो। भोक लगाएर नास्ता खाँदा अवस्था गाइजहरू। टक्क लगाएर हस्पिटलमा नास्ता खाइयो। काम भएको कारणले गर्दाखेरि फेरि 6 बजी बुलबुले छिरेको छ गाइजहरू। कहिले हस्पिटल कहिले बुलबुले। आज यही चल्यो दिनभरि। सो इन्कम राम्रो हुन सकेन। अलिकति तिर्ने पैसा त आयो। अब 400-500 रुपियाँ आफूलाई बदला भन्ने आश छ। हेरौँ के कस्तो हुन्छ। साँझसम्म देख्न सक्नुहुन्छ गाइज। मौसम चेन्ज भएर बिहान घाम लागेको थियो पानी पर्न थियो। अहिले घाम लाग्यो फेरि पानी पर्न जस्तो छ। बुलबुलेमा मान्छे अलिअलि छन् गाइजहरू। 6:30 बजेको माहौल। म अनि सिकाउँछु है। ल यो राख। यस्तो त उल्टो परिहाल्छ तिम्रो सिधा यस्तो यो तिमीले उसा यता राख। मैले त पेलिहाल्छु नि यस्तो। यो मैले बराबर राख्नु त्यही बराबर यस्तो रख है। रख यहाँ त। ल यो पनि हेर। ल यहाँ दैले भर्सेस सुर्खेत हुनु लाग्यो केटाहरूको। ए जान्यो फेरि। होइन को भिडियो नबनाऊ। ल यसले पेलिहाल्छ नि मलाई यस्तो त। आउँदैन है। अघि आएको ये तो भैया जी इधर आओ भन्छ। ल रेडी। मलाई हात तिमी फोल्ड नगर है। तिमी पनि फोल्ड नगर है। सिधा गर। पहिल्यै नगर सिधा। ल तिमी पनि सिधा गर है। यो हातै बाङ्गु बाहा के पहिल्यै न। पहिला पावर नलाऊ के सिधा बहिनी यिनी लाउँछन् त। पावर लाऊ। अनि लगाएको तिमी हात अलि सिधा गर। यहाँ लाउनु यस्तो तल लाऊ। तिमी पनि लाऊ पुरा लाऊ है। तिमी पनि जसरी हुन्छ। पहिल्यै हात पाउन ल हात मिलाउनु पहिला। पहिला सिधा। ल स्टार्ट। ल रेडी। ल यसमा लौडै लाग्छ। अब चेन्ज गरेर फेरि दुई साइडपट्टि ल एकछिन म भन्छु है। पहिला पावर नलाऊ। तिमी पावर त्यहाँ हो ए त ल है रेडी है। ल यता पनि देखाऊ है। ल चप्पल जाऊ त यो चप्पल राख भाइलाई। ल है स्टार्ट।